हेलो गाइज, हेर्ने आज पनि म मेरो करेसा बारीबाट मेथी टिपेर ल्याइसकेँ। हेर्ने कस्तो राम्रो भएको छ। कोलाई मनपर्छ गाइज भन्नु ल। कस्तो छ। अब मैले यहाँ पिँडालु र अनि सिल्टुङ पकाएको छु। त्यसमा फेरि यो मिसाइदिने कस्तो हुन्छ होला भन्नु ल। म देखाउँछु पिँडालु। गाइस यहाँ भर्खर बसाल्दैछु है। यो सिल्टुङ हो अनि यो पिँडालु। अब यस्तै हुन्छ हैन, रङ त यस्तै हुन्छ। अहिले सबै मरमसला प्याज लसुन हालेपछि टमाटर ट्याक्क बल्ल खाने लायक हुन्छ। अनि यो मेथी टक 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 बनाएर छर्लक्क धोएर अनि त्यो भिन्दै तावामा प्याज लसुन भुटिन्छ नि, त्यसरी सँगसँगै भुट्ने, त्यहाँ पछिबाट खनाइदिने। कस्तो हुन्छ होला साथीहरू, खाने भए आउनु ल मसँग कन्ट्याक्ट गर्नु खाने भएदेखि।